नमस्कार, चाइनिज विथ मिरामा तपाईहरुलाई स्वागत छ। यदि तपाईहरुले लेसन 1 हेर्नु भएको छैन भने सबैभन्दा पहिले त्यो गएर हेर्नुस्, त्यसपछि कन्टिन्यू गर्नु होला। त्यसो गर्नाले तपाईहरुलाई सजिलो हुन्छ। आज हामी म्यान्डरिन चाइनिज सिक्नको लागि सबैभन्दा महत्त्वपूर्ण विषय फिनिन र 4 टोन्सको बारेमा सिक्न गइरहेका छौं। यदि तपाईहरुले फिनिन र टोन राम्रोसँग सिक्नु भयो भने चाइनिज सिक्न धेरै सजिलो हुन्छ। लेसन 2 को विषय रहेको छ फिनिन र टोन। फिनिन भनेको के हो? फिनिन भनेको चाइनिज शब्दहरूको उच्चारणलाई इंग्लिश लेटर प्रयोग गरेर लेख्ने प्रणाली हो। जस्तै तपाईहरुलाई म एउटा एक्जाम्पल दिन्छु। ल, यो मैले एउटा क्यारेक्टर लेखेको छु। अब यो क्यारेक्टर कसरी पढ्ने भन्ने कुरा हामीलाई थाहा छैन। सो ल, यसरी एउटा फिनिन लेखिएको हुन्छ। अब हामीले यसलाई चाहिँ चाइनिज क्यारेक्टर भन्छौं भने यसलाई चाहिँ फिनिन भन्छौं। अब उदाहरण सहित विस्तृत रूपमा फेरि बुझौं। यतापट्टि लेखिएको चाइनिज क्यारेक्टर हो, यतापट्टि लेखेको फिनिन हो। चाइनिज क्यारेक्टर डाइरेक्ट आएको छ भने यसलाई हामीले पढ्न सक्दैनौं। सो हामीले फिनिनको सहायता लिनु पर्दछ। यो क्यारेक्टरलाई कसरी पढ्ने त? नि हाओ, नि हाओ। त्यसैगरी यो क्यारेक्टरलाई से से, यो क्यारेक्टरलाई से से। अर्को क्यारेक्टर छ व व। यसको मिनिङ पनि भनिदिन्छु। नि हाओ भनेको हेलो हो, से से भनेको धन्यवाद हो, वो भनेको म हो। हामीले यसलाई इंग्लिश अक्षर देख्छौं तर उच्चारण भने चाइनिज अनुसार गर्नुपर्छ। त्यसैले चाइनिज सिक्दाखेरि क्यारेक्टर सँगसँगै हामीले फिनिन पनि सिक्दछौं। अब बुझौं टोन भनेको के हो। म्यान्डरिन चाइनिजमा एउटै शब्द फरक टोनमा बोल्दा अर्थ नै बदलिन्छ। त्यसैले टोन धेरै महत्त्वपूर्ण छ। म्यान्डरिन चाइनिजमा 4 वटा मुख्य टोन र एउटा न्यूट्रल टोन रहन्छ। मैले टोनको चार्ट बनाइदिएको छु। फर्स्ट टोन, सेकेन्ड टोन, थर्ड टोन, फोर्थ टोन र न्यूट्रल टोन। फर्स्ट टोन यस्तो हुन्छ, सिधा झर्का हुन्छ। सेकेन्ड टोन तलदेखि माथि गएको हुन्छ भने थर्ड टोन माथिबाट तल झर्छ, त्यसपछि तलबाट माथि जान्छ। त्यसैगरी फोर्थ टोन चाहिँ माथिबाट तल झर्छ। यी 4 वटा टोनहरू एकदम महत्त्वपूर्ण छन्। त्यसमध्ये एउटा टोन रहेको छ न्यूट्रल टोन, जसमा चाहिँ टोनमा केही पनि हुँदैन। ल, पहिलो टोन बोल्दाखेरि चाहिँ हामीले अलिकति हाई स्पिडमा बोल्नुपर्ने हुन्छ। त्यही भएर मैले चार्टको सबैभन्दा माथि राखिदिएको छु। एक्जाम्पलमा राखिएको छ एम ए। एम भनेको म हो, ए भनेको आ हो। सो यो दुईटाको कम्बिनेसनलाई हामीले मा भन्छौं। फर्स्ट टोन बोल्दाखेरि माथि एउटै लेभलमा मा, त्यसरी। सेकेन्ड टोन बोल्दाखेरि तलदेखि माथि मा, यसरी। थर्ड टोन बोल्दाखेरि यो माथिबाट तल झर्छ, तलबाट माथि जान्छ। सो बोल्दाखेरि मा मा। फोर्थ टोन बोल्दाखेरि चाहिँ एकैचोटि माथिबाट तल झार्नुस्, मा मा। र न्यूट्रल टोन बोल्दाखेरि चाहिँ लास्टको सर्ट एन्ड स्वीट हुन्छ, मामा मा मात्रै। न्यूट्रल टोन बोल्दाखेरि चाहिँ मा, सर्ट एन्ड स्वीटमा बोल्न सक्नुहुन्छ। मलाई लाग्छ तपाईहरुले आज फिनिन त्यसपछि टोन यो दुईटा एकदम महत्त्वपूर्ण कुराहरू सिक्नु भइसकेको छ। मैले पढाएको तपाईहरुलाई राम्रो लागिरहेछ भने चाहिँ तपाईले मलाई कमेन्ट गर्नुस्, लाइक गर्नुस्, सब्स्क्राइब गर्नुस्। कमेन्टमा लेख्नु होला लेसन 3, त्यसपछि म लेसन 3 को काम गर्छु। थ्यांक यू।